आज हाम्रो यात्रा पशुपतिबाट सुरु हुँदैछ। हामी पशुपतिको इलेक्ट्रिक शव दास तर्फबाट जाँदैछौँ र यहाँ खुब इन्डियनहरूको भिडभाड हुन्छ। गुजराती स्टोर्स यहाँ सधैँ भिडभाड हुन्छ, इन्डियनहरू टन्नै आउँछ। आज सोमबारको दिन अनि मन्दिर अलि भिडभाड नै हुन्छ। भारतीयहरूको घुइँचो देख्न सकिन्छ टन्नै। पशुपति मन्दिरमा हामी जहिले जाँदाखेरि पनि नेपालीभन्दा इन्डियनहरू नै धेरै पाउँछौँ। त्यसमा पनि अहिले गर्मीको सिजन छ। नेपालको हावापानी एकदम राम्रो छ। यो काठमाडौँको हावापानी त झन् एकदम राम्रो छ। अनि उनीहरूको लागि इन्डियामा गर्मी छ, उनीहरूको लागि यहाँ एकदम राम्रो। हामी मन्दिरतर्फ लाग्दैछौँ। पहिला त जुत्ता नै राख्ने जुत्ता घरमा तर्फ जाँदैछौँ। यहाँ यो मन्दिरमा आउन साथै असाध्यै कस्तो आनन्द फिल हुन्छ। यहाँ अन्त भन्दा यहाँनिर अलि मन्दिरमा आउन साथै मनै शान्त हुन्छ। त्यही भएर पशुपतिमा धेरै आइरहन मन लाग्छ र हामी आइरहन्छौँ पनि। अब हामी जुत्ता राख्ने घरतर्फ जाँदैछौँ। पब्लिक गाडीहरू बन्द छ। यहाँ चाहिँ आज अलि भिड कम छ, नत्र जहिले गाह्रो हुन्थ्यो। आज दिवस खाली खाली नै छ। नत्र एकदमै जुत्ता राख्नलाई लिनलाई साह्रै गाह्रो उठाउँथ्यो। हामी अहिले दिउँसो नै आइरहेछौँ, त्यही भएर पनि हामी जुत्ता राखेर मन्दिरतर्फ हिँड्दैछौँ। त्यति विधि त छैन पब्लिक गाडी नचलेर। आज घाम पनि त्यति लागेको छैन, त्यही भएर हिँड्नको लागि पनि त्यति गाह्रो भएको छैन।
नत्र यो ढुङ्गामा यो नाङ्गो खुट्टाले टेक्न पर्दा यति तातो हुन्छ एकदमै गाह्रो हुन्छ। हामी दुई दाजुभाइ हामी मन्दिरभित्र लाग्दैछौँ। यसो सेल्फी पनि हान्दै कुरा गर्दैछौँ। यहाँ परेवाहरूलाई मान्छेहरूले खाना दिन्छन् भने परेवाहरू टन्नै छ। बाटोभरि प्राय इन्डियन नै देखिन्छ। नेपाली 20% होला, 80% त इन्डियनहरू नै हुन्छन्। पशुपतिनाथ इन्डियनहरूको लागि त यो यति ठुलो मन्दिर हो। हामी नजिकै छौँ, त्यही भएर हामी त्यति ध्यान दिँदैनौँ। उनीहरूको लागि त यो एकदमै स्वर्गमा पुगेको जस्तो नै हो। हामीलाई पनि पशुपतिको बारेमा यो भिडियो बनाउन एकदमै रहर थियो, जुन आज पुरा हुँदैछ। इन्डियनहरू सेल्फी हान्दैछन्। यहाँ फोटो सेसन नै हुन्छ प्राय। यहाँ गेट अगाडि, यो गेट अगाडि चाहिँ फोटो सेसन नै हुन्छ। सबैको प्यारो ठाउँ फोटो खिच्नको लागि। यहाँ नखिच्ने त मान्छे नै हुँदैन। हामी पहिले यहाँ माथि गणेशको दर्शन गर्न जाँदैछौँ। यहाँ खैरेहरू, विदेशी खैरेहरू रमाइरहेछन्। यहाँ भित्र जान पाउँदैनन्। यहाँसम्म आउनलाई पनि उनीहरूलाई जोस रमाइलो लाग्छ। यहाँ व्रतबन्ध कार्य हुन्छ। यहाँ लाखबत्ती, यहाँ अहिले पनि लाखबत्ती बालिरहेकै छ। हामी पहिले गणेश मन्दिर छिर्दैछौँ। सबैभन्दा पहिला यहाँ छिरेपछि मात्र अनि भित्र मन्दिर जानुपर्छ भन्ने कथन छ। हामी गणेश दर्शन गरेर अब हामी यताबाट मन्दिरदेखि तर्फ आउँदैछौँ। यहाँबाट त्रिशूल र मन्दिरलाई हेर्नुपर्छ अरे भन्ने कथन छ पहिले। अनि हामी यहाँ पहिले त्रिशूल र गजुर मन्दिरको गजुर त्रिशूलको दर्शन गरेर लाखपति बालेको ठाउँमा पुग्यौँ। यहाँ त खुट्टा टेक्नै नसक्ने तातो टेक्नै सकिनँ मैले चाहिँ। भाइ चाहिँ त्यहाँ अगाडि खुट्टा पड्काउँदै हिँडिरहेको छ। मलाई चाहिँ गाह्रो भएर अनि यो यहाँको यो थाहा भएन, टिका दिन आउनुभयो। र हामी मन्दिरभित्र दर्शन गरेर अब बाहिर निस्किएर सेल्फी भिडियो खिच्दै बाहिर निस्किँदैछौँ। मन्दिरभित्र त अब भिडियो खिच्न पाइँदैन। बाहिर निस्केपछि फेरि हामीले क्यामेरा अन गऱ्यौँ। हामी दाजुभाइ
सेल्फी खिचेर रमाउँदैछौँ। प्राय हाम्रो भुलिएमा अब हामी खोलापारीबाट माथि गुजेश्वरी जाने बाटो माथि जाँदैछौँ। साह्रै मनमोहक, मनै आनन्द आउँछ। यहाँको मन्दिरहरू हेर्न नै एकदमै अति आनन्द आउने क्या। हेर्दाखेरि पनि कस्तो राम्रो एकदम डेकोरेसन पहिला बनाउनेले डिजाइन एकदमै सोचेर अति आकर्षक धेरै डिजाइन गरेको छ। ढुङ्गाको मन्दिरहरू हेर्दाखेरि आकर्षक, सबै ढुङ्गाको मन्दिर छ प्राय यतापट्टि साइडमा। यहाँ माथि मृगस्थलीको एरिया, पहिले मृग देखिन्थ्यो, अस्ति जाडो महिनासम्म मृग देखिन्थ्यो, अहिले गरिम भएको भएर मृग देखिएन। मन्दिर आइसकेपछि यहाँ माथिपट्टि आएर यो बस्ने ठाउँ हेर्ने ठाउँ बनाइदिएको छ। खाने ठाउँ खानलाई पनि यहाँनिर होटलहरू छ यहाँ। अनि बस्नको लागि यति आनन्द, यो सबै पशुपतिको होल एरिया यति राम्रोसँग देखिन्छ। यहाँनिर एकचोटि आएर एकचोटि यहाँ बसेपछि आनन्द आउँछ। यहाँ एकचोटि बसेर जानमा लाग्छ, जुन हामी पनि सधैँ आउँछौँ र बस्छौँ। यहाँ माथिबाट धेरै राम्रो, कस्तो राम्रो देखिन्छ दृश्यहरू। टन्नै मन्दिर साना मन्दिरहरू टन्नै देखिन्छ यहाँबाट हेर्न। हाम्रो यहाँबाट पुरै मन्दिर पशुपतिनाथै देखिन्छ। तल मान्छे जलाएको पनि सबै देखिन्छ। खोला नाला धर्मघर यहाँ मन्दिरको वरिपरि सब। अनि यहाँ हेर्न आउने सब यहाँ बसेर हेर्न, सबैलाई यहाँ बसेर मेचहरू राखिदिएको छ। वातावरण माथिपट्टि मृगस्थली रुखहरू छ, यहाँ बसेर हेर्न एकदम रमाइलो। मान्छेहरू आउँछन्, छोराछोरीहरू पनि आउँछन्। अनि यहाँबाट हेरेर बस्छन् मान्छेहरू। यहाँ रमाइलो छ। खानको लागि पनि यहाँ होटल थप्ने पहिला त थिएन, अहिले होटलहरू पनि रहेछ यहाँनिर। अनि दिनभर बस्दा पनि दिन राम्रैसँग कट्छ। पशुपतिको जुन मनमोहक दृश्य यहाँबाट हामी हेर्दैछौँ। प्राय सबै यही ढुङ्गाकै मन्दिरहरू छन् यहाँ। सबै ढुङ्गाको अति नै राम्रो। अब के मन्दिर हो, टनाटन छ, सबै टनाटन यस्तै मन्दिर छन्। अब के हो हामीलाई पनि थाहा छैन। हामीले त्यति खोजनीति पनि गरेन। सानैदेखि देखिरहेको हो यो, तर हामी
आइरहन्छौँ, हेरिरहन्छौँ। हामीलाई यस बारेमा खासै चासो पनि छैन, चासो पनि थिएन र अहिले पनि हामीले चासो गरेनौँ। हामी गुजेश्वरी तल आइपुग्यौँ। गुजेश्वरीबाट तलको यो खोलापट्टि साइडको यो गुजेश्वरी मन्दिरसँगैको यतापट्टिको यो यहाँ पहिला राजकुमारहरूलाई हेर्ने, राजकुमारहरूलाई स्याहार सुसार गर्ने दायामा भन्छन्। त्यो दायामाहरूको घर, दायामाहरूलाई दिएको घर हो सबै। यो घर लाइनै छ, लाइनै मन्दिर जस्तो। यो मन्दिर जस्तोमा दायामाहरूलाई बस्नको लागि दिएको अरे। अहिले त कोही पनि छैन, अहिले बन्द छ, भित्र जाने ठाउँ पनि छैन, ढोकाहरू सबै बन्द छ। हामीले त्यहाँनिर सोधेको, त्यहाँ एउटा एकजना महिलालाई भेट भयो। महिलालाई सोध्यौँ हामीले यो घर के को भनेर। अनि उहाँले यो पहिलाका राजाका राजकुमारहरूलाई हेर्ने आमाहरू यहाँ बस्नुहुन्थ्यो अरे। सबैलाई एउटा घर दिएको रहेछ बस्नको लागि। अब अहिले त खाली छ, बन्दै छ। अहिले यहाँ के छ थाहा छैन, अहिले बन्द छ। हामी गुजेश्वरी माथिको मन्दिरहरू हेर्दै ओर्लिँदैछौँ, तल ओर्लिँदैछौँ हामी। हामी यता यो जङ्गल जस्तै छ। हामी यहाँ यो मन्दिरहरू छ, यहाँनिर यसो घुम्नको लागि आयौँ। यहाँनिर घुम्न अझ बढी विशेष आनन्द आउँछ। एकदम पुरै जङ्गलै जङ्गल छ, रुखहरू एकदम हाइटमा छ, एकदम हाइट अग्लो ठाउँमा यो मन्दिरहरू छन्। लाइनै यहाँ मान्छेहरू टन्नै घुम्न बस्न आउँछन्, दिनभर बसेर जान्छन्। कोही गाना सुनेर बसिरहन्छन्, कोही त्यतिकै टाइम कटाउनलाई आउँछन्, कोही कपाल झरेर आउँछन्। सबैजना यहाँ बस्छन्, शीतल वातावरण, रुखै रुख छ। एरिया ठुलो एउटा डाँडा नै छ, एकदम सम्म पारेर एकदम मिलाएको छ, जहाँ बस्न अति नै आनन्द आउँछ। पुरै जङ्गलै रुखै एकदम हरियो। यहाँ त जति सुकैले गर्मी नै हुँदैन, यति शीतल हावा आउँछ, यति शीतल हावा आउँछ। यस्तो गरिब महिनामा आउँदाखेरि पनि यहाँनिर चिसो, एकदम शीतल हावा, अति रमणीय छ एकदम बस्नको लागि। कष्ट भएको बेलामा यहाँ आयो भने कष्ट सबै दूर हुन्छ जस्तो लाग्छ। वरिपरि सबै मन्दिर सानो सानो ढुङ्गाको मन्दिरहरू। अनि बस्नको लागि पनि राम्रो ठाउँ छ र एरिया ठुलो, रुखै रुख, अति रमाइलो छ। बन्छहरू बस्छन्,
मेरो फोटो खिच्ने भिडियो बनाउने टिकटक बनाउने सबै हुन्छ नै हुन्छ यहाँ मान्छेहरूको अति रमणीय ठाउँ पशुपतिमा दर्शन त छँदैछ माथि माथि दर्शन गरिसकेर बाहिर पशुपति बाहिर आएर माथि कुजेश्वरी जाने बाटो माथि भित्र डाँडा डाँडामा घुम्नुको फेरि मजा छुट्टै छ कुनै एउटा विशेष एकदम ठाउँमा गएको जस्तो लाग्छ अति आनन्द आउने दर्शनको साथसाथै रमाइलोको लागि अति नै रमणीय स्थान वृद्धाश्रमहरू पनि छन् दान धर्म पुण्य कमाउनको लागि यो पनि एउटा विशेष ठाउँ हो कस्तो राम्रो यहाँ एउटा मन्दिर रहेछ सानो अनि फुलहरू कस्तो राम्रो लाग्यो यो फुललाई देखेर हामी फुलको लागि मात्र भए पनि यहाँनिर भिडियो खिच्नलाई आयौँ गणेशको मन्दिर रहेछ यहाँ पनि अति जङ्गलै जङ्गल अति रमणीय साह्रै राम्रो ठाउँ छ जान्न पाइने होला के होला त्यो हो किन विकास जङ्गल चाहिँ खतरा कस्तो राम्रो एकछिन मात्र खिच्दा पनि कस्तो राम्रो हुन्छ खतरा कस्तो राम्रो अब हामी फर्किँदैछौँ पशुपति भन्दा साथ दर्शनको लागि मात्र होइन घुम्नको लागि पनि अति रमणीय ठाउँ अरू मन्दिरमा त हामी दर्शन गर्नको लागि भनेर स्पेसल हिँड्छौँ तर यहाँ चाहिँ दर्शन त छँदैछ घुम्नको लागि पनि अति राम्रो ठाउँ घुम्ने ठाउँ पनि यति ठुलो एरिया छ जताततै कहाँ मात्र घुम्ने धेरै ठुलो एरिया छ यता उता दायाँ बायाँ जहाँ त्यहीँ घुम्ने ठाउँ छ एकदम ठुलो एरिया सबै ठाउँमा घुम्दै हिँड्दै दिनभरि लाग्छ यहाँको बाँदरहरू पनि त्यति डेन्जर छैनन् अन्त मन्दिरहरूमा बाँदरहरू एकदम एग्रेसिभ देखिन्छ यहाँको बाँदरहरू एकदम सोझो किनभने यहाँ सबैले खानु दिने भएर होला सायद एग्रेसिभ छैन कसैको लुटनाट गर्न आउँदैन मान्छेसँग घुलमिल भइसकेका छन्
यसो सेल्फी यो जङ्गल अति राम्रो लागेको हुँदा सेल्फी यसो सेल्फीबाट खिच्दै हिँड्दै छु। अब हामी तलै दाह संस्कार गरिने ठाउँ नजिकै आइपुग्यौँ। बस्नको लागि यहाँ बनाइदिएको छ। यहाँ यतापट्टि दाह संस्कार गर्ने ठाउँ अलिअलि देखिरहेको छ। यहाँबाट यो दाह संस्कार गर्ने ठाउँ भइहाल्यो। अब हामी बाहिर निस्कँदैछौँ। यहाँ पर्खालमा पनि आर्टहरू भगवानको आर्टहरू गरेर एकदम राम्रो पारेको रहेछ। एकदम राम्रो देखिएको छ। पहिला फोहोरहरू देखिन्थ्यो, त्यो पर्खालमा यस्तो गरेको चाहिँ विशेष झन् एकदम सुनमा सुगन्ध नै देखिएको छ। यो पर्खालमा यो पेन्टहरू एकदम भगवानको अति राम्रो देखिएको छ। यहाँ मालाहरू किन्ने ठाउँ। इन्डियनहरू नै धेरै हुन्छ। यहाँ इन्डियनहरूको नै भिडभाड हुन्छ। हामी लगभग बाइक पार्किङतिर आइपुग्यौँ। हामी यहाँ इलेक्ट्रिक दाह संस्कार गर्ने ठाउँमा नै बाइक राख्छौँ जहिले पनि। त्यहाँ राखेर हामी हिँडेको त्यहीँ लगभग त्यहीँ आइपुग्यौँ हामी। खासमा यो पार्किङ गर्ने ठाउँ त होइन।